हेलो एभ्रिवान वेलकम ब्याक माई न्यू अनदर ब्लग। सो हिजो चाहिँ मलाई पानीले लोड हटायो होइन। अनि आज चाहिँ हिजो चाहिँ पानीले मलाई लोड हटायो क्या मजासँग क्या होइन। लास्टै बाइक पनि झन् त्यो यस्तो भइरहेको थियो क्या होइन। गाउँमा चाहिँ जुन त्यो रोड खनेको नि त त्यो रोड खने ठाउँमा चाहिँ मैले के भनिरहेको थिएँ नि त्यहाँ रोड बनाउनु ला नजानु भनिरहेको थिएँ होइन। तर मेरो घर त्यतिबाट पनि अब म स्पिड आउँदा चाहिँ मेरो ध्यानै भएन क्या त्यताबाट जानु हुँदैन भन्ने होइन। म फेरि त्यतैबाट आइदिरहेको क्या अब गाडी आएर फेरि बाइक फस्टेर आएर यस्तो त्यो ग्राभलहरू हालेको थियो होइन बिचमा फस्टेर है जहाँ के भन्ने यार त्यत्रो भइदिरहेको क्या होइन। एन्ड अनि आज चाहिँ अब मौसम कति क्लियर छ नि त होइन। हिजो कस्तो मौसम थियो है र आज कस्तो मौसम छ होइन। अनि त्यही भएर सानो सेयरिङ त गर्नु पऱ्यो होइन। अपडेट दिनको अपडेट त आउनु पऱ्यो नि होइन। अब आउँछ दिनकै अपडेटहरू आइरहेको हुन्छ मेरो। अनि आज चाहिँ मौसम क्लियर पुरै बिजी हुनुभयो है हजुर ठिक छ। अनि अब दिनकै अपडेट त आउनु पऱ्यो नि होइन। अनि के छ तपाईँहरूको खबर यस्तै छ ब्लगहरू भनेको अब त्यस्तो स्पेसल त केही हुन्न बस अपडेट हो क्या होइन। अनि मौसमहरू क्लियर हिजो यही ठाउँ कस्तो थियो है आज अब कस्तो छ होइन। पानी परेपछि जुन यो एयर पोल्युसनहरू सर्लक्क लिएर गएपछि रोडहरू पनि क्या कलरफुल देखिरहेको छ क्या लास्टै कलरफुल होइन। म चस्मा लाउँछु है त है चस्मा लाउँछु यार कस्तो आँखा टिलिक्क हुने के तर हेर्न चाहिँ मजा आउँछ यस्तो मौसम। तर अब यो मैले बाइक उ गरिसकेपछि चाहिँ किराले फ्याट हानेर हुन्छ नि होइन। ल म चस्मा लाउँछु है त गाइज है। सो अनि के छ तपाईँहरू खबर सुनाउनुहोस्। अनि मेरो ब्लग कस्तो भइरहेको भन्नुहोस् होइन। यो ओह्रालो छ नि त होइन जसरी नि अब न्युट्रोलमै जाने हो तेल खर्च गरेर काम छैन होइन। अनि यो जुन मैले भने नि यो चाबी अफ गऱ्यो भने चाहिँ के हुन्छ नि जुन किलोमिटर हुन्छ नि त्यो चाहिँ देखाउनु रहेछ क्या। त्यही भएर मैले यसलाई अफ गरिदिएको होइन। के कस्तो छ भन्नुहोस् हेरेर मन पऱ्यो भने लाइक एन्ड सब्सक्राइब गर्नुहोस् सपोर्ट गर्नुहोस्। ओके अब यस्तै हो ब्लग भनेको नर्मली हुन्छ होइन। अब गाउँघरको ब्लग हो त्यस्तो स्पेसल त हुँदैन होइन। त्यही पनि कस्तो हुन्छ हेरेर भन्नुहोस् मन पऱ्यो भने सब्सक्राइब। ओके दामी छैन त ठाउँ चाहिँ गरे होइन। सो गाइज थोरै समयको लागि म ब्रेक लिन्छु। अलिक गहिरो ठाउँ छ त्यस्तो राम्रो पनि होइन होइन। ल अनि हेर्नुहोस् भन्नुहोस् है त। सो गाइज मैले छोटो ब्रेक लिएँ होइन। अनि त्यसपछि फेरि आइसकेको छु। अब यहाँको त यस्तै हो कि भनिहालेँ मैले त्यस्तो आज धेरै त्यस्तो ठुलो ब्लग बनाउने सोचमा त आएको होइन होइन। सानो अपडेट दिनको लागि मात्र आयो मौसम कति क्लियर छ भनेर होइन। त्यस्तो ठुलो त केही छैन होइन। दामी छैन त ठाउँ है ठाउँ चाहिँ दामी छ क्या। ल यही नै हो होइन। अब आज त मौसम यस्तो भइरहेको अब यो पोल्युसनहरू जुन एयर पोल्युसनहरू हुन्छ नि सर्लक्क त्यो अब हिजोको पानी र हुरी बतासले सर्लक्क लिएर गएको अनि क्लियर भएछ क्या। हेर्दा पनि राम्रो क्या मजेदार भएको छ। हिजो फेरि यहाँ मौसम यस्तो नराम्रो थियो कि होइन। अब के भन्ने लास्ट नराम्रो थियो क्या। सो गाइज मैले भनिहालेँ आजको त्यस्तो त्यो स्पेसल चाहिँ छैन होइन। त्यही मैले अब हाम्रो अब हिजो पानी पऱ्यो नि त होइन। अनि कस्तो राम्रो भ्यू देखाएको छ भनेर सानो अपडेट दिएको हो होइन। ल आजलाई चाहिँ यति नै। अब धेरै ठुलो नबनाऊँ मिनी नै हुन्छ होइन। मिनी ब्लगै हो यस्तो ठुलो मैले बनाउँदिनँ है भनेको थिएँ। ठुलो बनाएर काम पनि छैन होइन। अनि यतातिरको ठाउँहरू चाहिँ अहिले चाहिँ कति राम्रो भएको छ क्या। ल त्यो होइन त्यो हरेक चिज प्रकृतिले आफ्नो आफ्नो एउटा सिचुएसन चाहिँ लिएर आउँछ नि राम्रो बनाउने होइन। आफै बनाउँछ केही बिगार्छ भने केही सुधार्छ पनि भनेर चाहिँ होइन। बिगारेर पनि राम्रो गर्छ नै है। मलाई त्यस्तो लाग्छ कि लाग्दैन कमेन्ट गरेर भन्नुहोस् होइन। एन्ड आजको मिनी ब्लग
यहीँ टुङ्गाइदिन्छु। मै निम्टोला हिँडिरहेको छु होइन, चाबी अफ गरेर। कस्तो देखिएको छ त मेरो ब्लग, मिनी ब्लग भन्नु होला। अनि दिनकै अपडेटको लागि यसो लाइक सब्सक्राइब गरिरहनु होला। ओके, यो त हाम्रोतिर चाहिँ इँटा भट्टा फेरि बहुत छ क्या, थाहा छैन छ। मेरो हरेक भिडियो प्रायः त यतैको ब्लग हुन्छ होइन, त्यही भएर बनिरहेको हुन्छ है। आजको लागि चाहिँ यति होइन, यता यहाँनिर उताको ब्लगहरू चाहिँ मैले हालिदिइरहेको हुन्छु, त्यही भएर यहाँनिर बढी नबनाऊ होला। यहाँबाट उता चाहिँ जुन मैले भनेँ नि, अनि यहाँबाट उता चाहिँ सिधा पाइला जान्छ, यहाँबाट उता चाहिँ धार्के क्या, यहाँबाट उता धार्के जान्छ, यहाँबाट उता सिधा पाइला है। जुन अब रोड आउँदैछ नि, उता चाहिँ सिधा पाइला होइन, उता जाने सिधा पाइला, यस्तो क्रस सिधा पाइला, अनि उता जाने धार्के है त। ल गाइस, यहाँको ब्लगहरू, यहाँबाट उताको ब्लगहरू बनाइरहेको हुन्छु मैले। ल आजलाई यति नै, बाई बाई। ओके।